ड्याम्नु गयो यताबाट काम गर्नु खुट्टा काम निकाल्यो 36 यस्तो झिम ठाउनु पर्ने छ माथि गएर हेर्ने नि एक मिनट पनि नला त्यहाँ थिचेर बस्छ त अब तिम्रो टोकियो सहर ल हेर टोकियो सहर उता हेर त हजुर बाबुलाई बेबी कार्ड छोडिदिउँ न खेल्छ त्यो छेउमा राख न त्यहाँ 45 किलो 45 तल्लामा छौँ हामीहरू अहिले चाहिँ चट्ट पारेर माउन्ट फुजी यताबाट देखिँदो रहेछ ए मामा मोको दायो माउन्ट फुजी देख्यौ उहाँ पर माउन्ट फुजी माउन्ट फुजी यहाँ चाहिँ क्याफे छ यो चाहिँ हजुरहरू पनि आउनु सक्नुहुन्छ है त यो चाहिँ फ्रीमा हो है 45 तल्ला यसरी विकास गरेको छ जापान सहर चाहिँ टोकियो भनौँ टोकियो मात्र टोकियोको क्षेत्रफल हेर्न सक्नुहुन्छ टोकियो डोम विदेश भनेको त यस्तो पो त हैन कस्मेटिकको सामानहरू पनि यहाँ चाहिँ कस्मेटिक भन्नाले जस पार्सल टोकियो 2020 को तलबाट हेर्दाखेरि यस्तो माथिबाट हेर्दाखेरि यस्तो दृश्य म बस्ने ठाउँ चाहिँ उतातिर छ है गाइस चिबा ल Sky tree.
一つマッチョとじゃあ2つトレンディーと2つダビアね त्यही हुन्छ じゃあ2つで कस्तो महसुस भइरहेछ आज बर्थडेको दिन बर्थडे गर्ल एकदमै राम्रो एकदमै दामी अहिले रातिको हजुरलाई धेरै धेरै धन्यवाद यो सबै हाम्रो साढे भाइले गरेको प्लानिङ हो हजुरमा अब हजुरमा नि क्रेडिट जान्छ हो पानी बेसी त हान्न चिसो जान्छ के गर्यो No chaser. त धेरै एकदम बलियो भइसक्यो है फेरि तल झर्नको लागि यसरी लाइन बस्नुपर्ने रहेछ यसरी लाइन बस्दा बस्दा बुढाबुढीको चाहिँ यस्तो सानो छोटो मिठो वार्तालाप भइरहेछ अब हामीहरू तल झर्दैछौँ र यहाँ आउनुको लागि चाहिँ है सिन्जुकूबाट नजिकै छ है थ्याङ्क यू फर वाचिङ आवर भिडियो लाइक सब्सक्राइब गरिदिनु होला नभन्नु होला है त थ्याङ्क यू सो मच गाइस